नमस्कार र साङ्गे पाल्देन टुक्पा पेजमा सबैलाई स्वागत जनाउँदछु। यहाँ भर्खरै नेपालबाट आज यो यहाँ महासम्मेलन भइरहेको छ। यहाँनिर पूजा अर्चना भइरहेको छ बुद्धिज्मको र यसको लागि यहाँनिर नेपालको काभ्रे जिल्लाबाट आउनु भएको छ र यहाँनिर उहाँहरूले एउटा ठेङ्गा माला बेच्नु राख्नु भएको छ है। र यो माला चाहिँ जुन चाहिँ देख्नु हुँदैछ यो माला चाहिँ बुद्ध चित्त माला भनेर भन्दो रहेछ है। र यो खालके मालाहरू उहाँले बेच्नु एकदम रेयर माला हो। यसले चाहिँ बनाएको होइन, जस्तै काठलाई काटेर बनाउने माला हुन्छ, तर यो चाहिँ होइन। यो फल्दा नै यस्तो फल्दो रहेछ। त्यसको डिस्क्रिप्सनमा तपाईँहरूलाई सम्पूर्ण जानकारी दिनेछु। र भोलि उहाँको कार्यक्रम रहेको छ र भोलि पनि तपाईँले आएर यहाँनिर माला लिनु चाहनु एकदमै रेयर हो। यो बुद्धिज्ममा एकदमै काम लाग्ने चिजहरू छ। यहाँनिर मालाहरू छ, यहाँ बुटीहरू छ, बुटीको कभरहरू छ। यसभित्र चाहिँ अब सुङ गर्नुपर्छ र साथसाथमै हजुर साथसाथमा सम्पूर्ण मालाहरू छ। तपाईँले सबै पाउनु त्यसलाई ठेङ्गा भनेर भन्छ है। यो चाहिँ अब बुद्धिज्ममा एकदमै राम्रो। यो बुद्ध चित्त भनेको बुद्धको मन जस्तो बुद्धको मन पवित्र गङ्गा समान पवित्र थियो होइन, अरूको निम्ति सोच्ने अहिंसा परम धर्म थियो। त्यस्तै नै यो मालाको एउटा पावर छ र यो मालालाई चाहिँ सुङ गरिएको छ। यो माला तपाईँले लिन सक्नुहुन्छ र यहाँ दम्पतिहरू हुनुहुन्छ। यो काभ्रे जिल्लाबाट आउनुभएको हाम्रो दाजु जोजोको नाम के पर्यो? नानाको लु उहाँहरू आउनु भएको छ। तपाईँहरू आउनुहोस् है। यहाँ मेमेको नाम के हो? मेमे दावा दोर्जे लामा। ल यो तामाङको थुप्रै भएको छ। अब खै तपाईँहरू हजुर तामाङ हुनुहुँदो रहेछ। गाला गिला आइलाक र पिनोले भन्नु मिलेन। हुन्छ धन्यवाद मित्रहरू। यहाँनिर तपाईँहरूलाई एकदमै एउटा महत्त्वपूर्ण जानकारी दिन लागिरहेको छु र यहाँनिर हाम्रो जोजो हुनुहुन्छ र जोजोले यो जुन चाहिँ माला हजुरलाई मैले अघि देखाएँ त्यो माला बुद्ध चित्त माला भनेर भनिन्छ। त्यो मालाको महत्त्व यो कहिलेदेखि सृष्टि भयो, सृष्टिमा कहिलेदेखि आयो र यो कहाँ पाइन्छ र के हो यसको बोट, यसको बारेमा जानकारी दिनुको लागि म हार्दिक अनुरोध गर्दछु। ल भन्नुहोस् है। यो बुद्ध चित्त माला चाहिँ 7औं शताब्दीमा गुरु रिम्पोछेले तेरमल भन्ने ठाउँमा चाहिँ तपस्या गरेर बस्नुभएको अवस्थामा उहाँको तपस्या सकिएर राक्षसले धुल्ची गरेर राक्षसले मारिसकेपछि उहाँ चाहिँ लीन भएर जानुपर्ने अवस्था टाइममा चाहिँ उहाँ गुरु रिम्पोछेले चाहिँ यो तेरमल भन्ने ठाउँले चाहिँ के दिने त मैले जिल्ला भन्ने चाहिँ मनमा सोचेर उहाँले चाहिँ विचार विमर्श उहाँले चाहिँ मनमा सोचेर उहाँले चाहिँ ठक्क यो ठाउँलाई चाहिँ मैले चाहिँ बुद्ध चित्त माला दिनु पर्यो भनेर चाहिँ उहाँको मनले सोचेर उहाँले तेरमल भन्ने ठाउँलाई अहिले तेमाल भनिन्छ। तेमालमा चाहिँ बुद्ध चित्तको माला चाहिँ के हो त भने अहिले आएर बुद्ध चित्त भयो। त्यो समयको चाहिँ यो माला तेरमहल भन्ने ठाउँमा नेपालको काभ्रे जिल्ला तेमालमा तेरमहल भन्ने त्यो ठाउँमा बाजे पुर्खाहरूले भनेको सुनेको। यो लामाको छेउमा पनि हुन्छ। यसको खास गरेर नाम चाहिँ तामाङ भाषामा चाहिँ के भन्छ भन्दाखेरि फेङ्बा माला। त्यहाँपछि पछि हुँदै आयो। अनि यो चाहिँ नाम चाहिँ अहिले चाहिँ आएर के भन्यो त भन्दा बुद्ध चित्त माला। चित्त भनेको बुद्धको आत्मा होइन। आत्माले चाहिँ के दिने त यो ठाउँमा भनेर तेर एउटा दिनुपर्ने अवस्था भएर उहाँले दिन चाहनु भएर उहाँले चाहिँ तेर दिएर जानुभएको मालालाई अहिले चाहिँ बुद्ध चित्त माला भन्छ। यो चाहिँ नेपालको काभ्रे जिल्लाको तिमाल भन्ने ठाउँमा पाउँथ्यो पहिला। अहिले चाहिँ तिमाल भन्ने ठाउँबाट चाहिँ यसको बिरुवा उमारेर यताउता वरिपरि गाउँतिर वरिपरि जिल्लातिर अहिले पाउँछ। यो मात्रै तेमाल मात्रै पाउँछ। यो अर्को ठाउँमा कहीँ पनि पाउँदैन। जस्तै अब इन्डियन बुद्ध चित्त हुन्छ, त्यो अर्कै भयो। पाकिस्तानी बुद्ध चित्त हुन्छ, सिङ्गापुरे हुन्छ, चाइनिज बुद्ध माला हुन्छ, बुद्ध चित्त माला हुन्छ। तर त्यहाँ नेपालको जस्तो बुद्ध चित्त माला हुँदैन कहीँ पनि विश्वमा। यसमा जे जति रेखाहरू छ नि बुद्ध चित्त मालाको उसमा दानामा त्यो दानामा चाहिँ लामा अक्षरबाट चाहिँ लेखेको मने पेमा हुँ भन्ने शब्द लेखेको हुन्छ भनेर चाहिँ ठुला गुरुहरूले भन्नुभएको छ। ठुलो गुरुहरू रिम्पोछेहरूले। तर हामीलाई त थाहा छैन, हामीले चिन्दैन। त्यो यसो कोरेको रेखा मात्रै देख्छौँ हामीले त। त्यो रेखा चाहिँ ओम मने पेमा हुँ भन्ने अक्षर लेखेको भन्नुहुन्छ। अनि यो माला चाहिँ बुद्ध धर्म मान्नेले अनिवार्य प्रयोग गर्नुहोस्।
र यो माला अरू धर्म मान्ने पनि सबैले पनि यो धर्मको नाममा प्रयोग गर्न सकिन्छ, मिल्छ। यो चाहिँ गुरुहरूले त्यही भन्नुभएको छ। एकदम धन्यवाद, तपाईँलाई यति राम्रो जानकारी दिनुभयो है। यो महत्त्वपूर्ण रहेछ भन्ने कुरो पनि बुझ्यो र उहाँलाई एकदम उहाँको यो मालाहरू एकदम बिके होस् र प्रत्येक बुद्धिज्म मात्रै नभएर अन्य धर्मावलम्बीहरूले पनि क्रिस्चियन बाहेक मुस्लिम बाहेक सबै धर्मावलम्बीले यसलाई प्रयोग गर्न सक्छन्। यो एकदमै पवित्र माला हो, यही अनुभव गर्छ। हजुर सबै जुनै धर्मले सक्नुहुन्छ यो।